निकै विनाशकारी पनि हुन सक्छ भन्ने कुराको यथार्थबोध गराउने पल थियो। The weather got pretty right now. नमस्कार अनि रीतिदेखि अभिवादन छ सबैजनालाई। आज फागुनको 16 गते नेपालभरिको सुन्दर गन्तव्यहरूलाई पछ्याउने क्रममा यसपालिको हाम्रो गन्तव्य रहेको छ सोलुखुम्बुको दुधकुण्ड, जुन चाहिँ मेरो पछाडि रहेको नुम्बुर र कार्लुङ हिमालको काखमा बसेको छ। सो यस ठाउँमा आउनको लागि यहाँको पुरा सम्पूर्ण जानकारी, बाटो, खर्च, यहाँको स्थिति कस्तो छ, यसको सम्पूर्ण जानकारीको लागि हामीसँग अन्तिमसँग जोडिरहनु होला है त। जसको निम्ति निजी सवारी प्रयोगकर्ताहरूले काठमाडौँबाट भकुण्डेबेसी, सिन्धुली, गुर्मी, ओखलडुङ्गा, धाप, सल्लेरी, फाप्लु, फेरा, रिङमो हुँदै ताक्सिन्डो पुग्न सक्नुहुनेछ भने सार्वजनिक सवारी प्रयोगकर्ताहरूले काठमाडौँदेखि फाप्लुसम्मको बस चाबेलचोकबाट प्रत्येक दिन बिहान 4:45 बजे प्रति व्यक्ति रु 1500 र बिहानकै विभिन्न समय तालिकाको सुमो सर्भिस प्रति व्यक्ति रु 2000 मा पाउन सक्नुहुनेछ। टिकट बुकिङको निम्ति तपाईहरूले माथि देखाएको नम्बरमा सम्पर्क अथवा काउन्टर भ्रमण गर्नुहोला। फाप्लुदेखि ताक्सिन्डोसम्मको नियमित रुटको गाडी नभएकोले तपाईहरूले करिब 4 घण्टाको पैदल यात्रा अथवा सुमो रिजर्भ गर्नुपर्ने हुन्छ, जसको मूल्य रु 6300 पर्न आउँछ। थप जानकारी अथवा सोधपुछको निम्ति माथि देखाइएको नम्बरमा सम्पर्क गर्नुहोला। अब भने पैदल यात्राको लागि यात्रीहरूले रिङमो गाउँ अथवा ताक्सिन्डोबाट सरकारी पाटी, कामोडाँडा, जम्ल्या खोला, सानो बेनी, सहर्ष बेनी हुँदै दुधकुण्डसम्म पुग्न सक्नुहुनेछ। इस्वी सम्मत 2025 को पहिलो ट्रेक सोलुखुम्बुको दुधकुण्ड। पैदल यात्रा सुरु हुनु अघि नै एउटा लामो दूरी तय गर्नुपर्ने भएकोले काठमाडौँबाट एका बिहानी हाम्रो यात्रा सुरु भयो। नमस्कार छ सबैजनालाई। आज फागुनको 14 गते र हाम्रो डे 1 दुधकुण्ड ट्रेकको डे 1 मा हामी चाहिँ अहिले जडीबुटी चोकमा छौँ। सो आजको हाम्रो यात्रा कस्तो हुन्छ लेट्स चेक इट आउट है त। शिशिर ऋतु सकिने समय भए तापनि अहिले चिसो मौसम भने झन्झन लम्बिएको थियो। अघि बढ्ने क्रममा केही महिना अघि भारी वर्षाको कारणले गर्दा भएको विनाशका दृश्यहरू हाम्रो आँखा अगाडि खेलिरहे। यो हाम्रो लागि प्रकृति जति सुन्दर हुन सक्छ त्योभन्दा निकै विनाशकारी पनि हुन सक्छ भन्ने कुराको यथार्थबोध गराउने पल थियो। सो अहिले चाहिँ 8:25 8:25 भएको छ। हामी चाहिँ नेपाल थोक आइपुगेका छौँ। यो एकछिन खाजा खानलाई ब्रेक लिँदैछौँ। यहाँ पछाडि चाहिँ एउटा शिवजीको मन्दिर रहेछ। बाटोमा आउने क्रममा चाहिँ धेरै नै यो प्राकृतिक प्रकोपको विनाश धेरै देख्न पाइयो। बाटो चाहिँ कस्तो साह्रै हो है, बाटो माथि माथि छ, हामी तल तल छौँ। खाजा खाएर हामी फेरि अगाडि बढ्यौँ। नेपाल थोक पछिको बाटो भने तुलनात्मक रूपमा धेरै राम्रो थियो। खुरकोट पछि भने हामी घुर्मीतर्फको बाटोतर्फ जानुपर्ने हुन्छ र करिब 2 घण्टामा हामी सुनकोशी पुल आइपुग्यौँ, जसले घुर्मी र हर्कपुरलाई छुट्याउने गर्दछ। खाना खाएर हामी अघि बढ्यौँ। ओखलडुङ्गा प्रवेशद्वार छिरेसँगै मौसम अलि बिग्रदै गयो, तर खुला मौसममा यी सुन्दर दृश्यहरूको आनन्द लिँदै तपाईहरूले यात्रा गर्नुहुनेछ, जुन भिडियो हामीले फर्कने क्रममा लिएका थियौँ। अहिले 3 बजेको छ र हामी चाहिँ धाप बजारमा आइपुगेका छौँ। यहाँबाट चाहिँ पिके पिक जान्छ, जुन पहिलामा गएको थिएँ। तपाईँले भिडियो हेर्नुभयो होला। हामी यहाँ केही बेला रोकिन्छौँ किन अत्याधिक चिसो छ। चिया पिएर अघि बढ्छौँ र भिजिबिलिटी पनि त्यति राम्रो छैन। रुपेन्द्र
चिसो भयो है लास्ट चिसो भयो आहा हेर्नु नि मेरो यहाँ यस्तो भएर ल अब हामी केही बेर चाहिँ यहाँ चियासा पिएर त्यसपछि सल्लेरीको लागि अगाडि बढ्छौँ। मौसम खुला हुने समयमा भने धाप बजारबाटको यात्रामा तपाईहरूलाई हिमालहरूले स्वागत गर्दछ। यो परिदृश्यको सुन्दरताले तपाईहरूलाई मोहित पार्नेछ, जुन हेर्नको लागि नरोकिने सायद कम नै होलान्। सो अहिलेको समय भएको छ 5 बजे। हामी अहिले सल्लेरी बजारमा आइपुगेको छौँ। अत्याधिक चिसो भएको कारणले गर्दाखेरि अलिकति ज्यान तताउनुको लागि चाहिँ चिया पिउँदैछौँ। अब यहाँबाट ताक्सिन्डु लगभग 1 घन्टा भनिएको छ बाइकमा। हेरेर जाउँ कस्तो हुन्छ। हामी यहाँबाट फाप्लु हुँदै माथि पुग्नेछौँ। आजको हाम्रो रेस्टिङ स्टप भनेको चाहिँ ताक्सिन्डु नै हुनेछ। सो लेट्स सी अगाडि कस्तो हुनेछ हेरेर जाउँ है त। हामीले पाएको जानकारी अनुसार फाप्लुबाटको सिधा बाटोलाई हामीले पछ्यायौँ, तर करिब 2 किलोमिटर पछि चाहिँ बाटोको निर्माण कार्य चलिरहेको हुँदा हामी फेरि फर्केर फाप्लुबाट फेराको वैकल्पिक बाटो हुँदै ताक्सिन्डु पुग्नुपर्ने भयो। अहिलेको टाइम भएको छ 5:40। हामी चाहिँ फाप्लुबाट ताक्सिन्डु जाने क्रममा चाहिँ हामीले चाहिँ यहाँबाट कुनाबाट बोर्ड रहेछ होइन, त्यो निर्माण गरिएको छ भने त्यो चाहिँ ठ्याक्क झेलेर हाम्रो थाहा नपर्यो हामी माथिको बाटो गयौँ। हुन त यो बाटो पनि हो होइन, पूर्ण बनेको क्रममा चाहिँ यो बाटो जानुपर्ने हुन्छ। तर तपाईँहरू आउँदाखेरि चाहिँ यो बोर्ड चाहिँ एकदम ध्यान गरेर हेर्नु होला। अहिले चाहिँ हामी यो तलको बाटोबाट चाहिँ ताक्सिन्डुतर्फ जानेछौँ। यो बाटो छुट्ने क्रममा चाहिँ यहाँ तपाईँको छेउमा चाहिँ एउटा गुम्बा रहेको छ, तपाईँले यसलाई चाहिँ नोट गर्नुपर्ने हुन्छ है त। यो बाटो लिँदा तपाईँहरूले बेनी क्षेत्रमा एउटा जलविद्युत संरचनामा आइपुग्नुहुन्छ, जहाँबाट पुललाई छोडेर दाहिने बाटो लिएर फेराको स्तूपा हुँदै त्यहाँबाट रिङ्बोसम्म तलको बाटो र रिङ्बोबाट चाहिँ ताक्सिन्डुसम्म मुख्य बाटो नै प्रयोग गर्नुपर्ने हुन्छ। फाइनली अहिलेको हाम्रो समय भएको 7 बजे र जसो तसो हामी चाहिँ यस्तो अफरोड बाटोबाट फाप्लुबाट अफरोड बाटो जङ्गलको बाटो हुँदै अफलाइन म्यापहरू हेर्दै जङ्गलको बाटो हुँदै हुँदै हामी चाहिँ ताक्सिन्डु आइपुगेको छौँ। सो यसैसँग आजको हाम्रो दुधको ट्रेकको डे 1 मा हामी काठमाडौँबाट ताक्सिन्डुको यो हिलटप होटलमा आएर बसेको छौँ। आजको यात्रा चाहिँ एकदमै लामो थियो, अलिकति कष्टकर पनि थियो। हामी चाहिँ यो ट्रेकमा आउँदाखेरि चाहिँ हाम्रो एक दिन चाहिँ पुरै काठमाडौँबाट यहाँ आउन लाग्दो रहेछ। हाम्रो अब हाइकिङ चाहिँ भोलिबाट सुरु हुन्छ। जसो होस् आजको हाम्रो एक्सपिरियन्स चाहिँ एकदम राम्रो भयो। हाम्रो होटलमा आयौँ, हाम्रो दाइहरूले पनि एकदम राम्रो हामीलाई स्वागत गर्नुभयो। हामी धेरै खुसी छौँ र यो होटलको सम्पूर्ण विवरण, सम्पर्क नम्बरहरू र यहाँको फेसिलिटीदेखि लिएर सेवा सुविधा र यहाँ लाग्ने खर्चहरू के कस्तोको जानकारीको लागि चाहिँ हामीसँग रहिरहनु होला र भोलिदेखि हाम्रोको हाइक कस्तो हुने रहेछ हामीसँग अन्तिमसँग जोडिरहनु होला। द्याट्स इट फर टुडे। गुड नाइट। सो गुड मर्निङ एभ्रिवान। आज हाम्रो दुधकुन्डु ट्रेकको डे 2 मा हामी छौँ ताक्सिन्डुमा। अहिलेको टाइम भएको छ 7:10। अब हामी यहाँबाट चाहिँ हाम्रो यात्रा सहर बेनीसम्म गर्छौँ आजको लागि, जसको लागि लगभग 8देखि 9 घन्टा लाग्न सक्छ। बाटो चाहिँ हाम्रो लागि यो हुनेछ, जसको छेउमा चाहिँ हामी बसेको हिलटप होटल रहेको छ। र यहाँबाट पहिला र अहिले पनि स्टिल लुक्लासम्म एभरेस्ट बेस क्याम्पको जानलाई ट्रेकिङ रुट पनि त्यो हाम्रो जुन मन्दिर देखेको छ एन्ट्री गेट त्यो रहेको छ। सो हामी चाहिँ अब यो बाटोबाट हिँड्दै जान्छौँ। मतलब यहाँबाट लगभग 40 मिनट चाहिँ सिधा बाटो छ, त्यसपछि चाहिँ उकालो हुनेछ। 3130 मिटरको उचाइमा रहेको ताक्सिन्डु नेपालको उत्तर पूर्वीय क्षेत्रको सोलुखुम्बु जिल्लामा पर्ने एउटा थोरै जनसङ्ख्या भएको पर्यटकीय बस्ती हो। खुला मौसममा यहाँबाट नुम्बुर, कारेलुङ, सगरमाथा, पुमोरी, थाम्सेरको सँगै अन्य थुप्रै हिमशृङ्खलाहरूको मनोरम दृश्यको आनन्द लिन पनि सकिन्छ। यस ताक्सिन्डु लामा भने 2वटा होटल सुविधाहरू उपलब्ध रहेका छन्। हेलो गुड मर्निङ गाइज। हाम्रो होटल चाहिँ त्यहाँ रहेको छ हिलटप होटल। भर्खरै हामी त्यो बाटोबाट आएको थियौँ। तलबाट आउँदाखेरि चाहिँ तापबाट आउँदाखेरि यो बाटोबाट आउनुपर्ने हुन्छ बाइकमा। अब हाम्रो लागि दुधकुण्ड जानको लागि चाहिँ वे पनि त्यहाँ देखाइएको छ। हाम्रो बाटो चाहिँ अब यो तर्फ हुनेछ। लागौँ है त अब। लेट्स गो। यहाँबाट आइरहने क्रममा चाहिँ यो पोइन्टमा आउँदाखेरि चाहिँ बाटोहरू चाहिँ मल्टिपल छ है, तर हामीलाई चाहिँ होटलको ओनरले दिएको इन्फर्मेसन अनुसार चाहिँ तलको बाटो समात्नु भन्थ्यो। प्रोबेबली यही नै हुनसक्छ।
हामी यो बाटोलाई समातेर अघि बढ्छौँ। यो हामीले दुईवटा छुट्टिएको बाटोहरू चाहिँ अलिकति अगाडिको पोइन्टमा गएर एउटा ठाउँमा मर्ज हुने रहेछ। सो तपाईँहरू आउँदाखेरि चाहिँ आइदर वे लिनुभयो पनि ठिक हुने रहेछ है त। अब घाम लाग्दैछ बिस्तारै। बिहान हामीले खासै भ्यू त देख्न पाएनौँ हिमालहरूको। धापबाट सल्लेरी आउने क्रममा थुप्रै स्थानहरूमा मजाले गुराँस फुले पनि यहाँ भने चिसो मौसमले गर्दा गुराँस फुल्न सकेको थिएन। हजुर यहाँ अहिले त गर्दैन एकछिनपछि। सो हामी ताक्सिन्डुबाट हिँडेको लगभग 40 मिनट भनियो। अब यो 40 मिनटको बाटोमा चाहिँ यो पोइन्टमा आउँदाखेरि यो तपाईँले डिरेक्सनल बोर्ड देख्नुहुन्छ। यदि कोही चाहिँ तपाईँ रिङमोबाट सिधै यता माथि ताक्सिन्डु नगइकन हाइक गर्दै कि ट्रेक गर्दै आउनुहुन्छ भने चाहिँ यो तलको बाटो रहेको छ। हामी चाहिँ माथिकोबाट ताक्सिन्डुबाट झऱ्यौँ। र क्विक अपडेट के छ भन्दाखेरि चाहिँ तपाईँले यहाँबाट ताक्सिन्डुबाट हिँड्दाखेरि चाहिँ पानी चाहिँ पर्याप्त बोकेर हिँड्नुपर्ने हुन्छ। तपाईँको माथि कामुडाँडासम्म पानीको कुनै स्रोत छैन भन्ने चाहिँ यहाँको स्थानीयले भन्नुभएको छ होइन। सो यही नै हो। अब हामी यहाँबाट उकालो बाटो हिँड्दै हिँड्दै माथितिर जान्छौँ है त। बाटो कस्तो हेर्छ त। सो हाम्रो अब अपिल हाइक भनेको यहीँबाट सुरु हुन्छ, जसको लागि चाहिँ ढुङ्गा छापिएको पदमार्ग पनि छ, बिच बिचमा अफ पनि छ। अलिकति ध्यान पुऱ्याएर हिँड्नुपर्ने हुन्छ। अब यो कामगाडासम्म यस्तै उकालो उकालो हो जानुपर्ने। यो चाहिँ केरुङपाटी रहेछ। यहाँबाट चाहिँ 1 घन्टा 20 मिनट देखाएको छ सरकारी पार्टी। कस्तो भइरहेछ रुपेन्द्र? रमाइलो लागिरहेछ। यो बाटो चाहिँ तपाईँले यदि हेर्नुहुन्छ भने आँखाले हेरुन्जेलसम्म सिधै ठाडो माथि छ। यहाँभन्दा तल पनि उकालो उकालो हो। सो करिब 1.5 घन्टा जतिमा हामी चाहिँ अब सरकारी पार्टी पुग्छौँ। सरकारी पार्टी। सो यसरी तपाईँहरू जङ्गलको बाटोबाट माथितिर उकालो लाग्दै गर्दाखेरि कुनै ठाउँमा मिसलिडिङ वेहरू आउन सक्छ होइन। त्यस्तो क्रममा तपाईँहरू कन्फ्युज हुनुभयो भने यहाँ जुन मेरो पछाडि रुखमा रहेको यो लाइट पिङ्क कलरको ओ देखेको छ, त्यो चिन्हहरूलाई चाहिँ फलो गर्नु होला। त्यस्तो चिन्ह चाहिँ अलिक माथि पनि रहेको छ। यसलाई फलो गर्दै जानु, बाटो हराइन्न। माथि चढ्ने क्रममा तपाईँहरू एउटा खुला र आराम गर्ने युक्त स्थानमा आइपुग्नुहुनेछ। तर हामी भने सरकारी पार्टीतर्फ नै अघि लाग्यौं, जुन यहाँबाट 15 मिनटको दूरीमा थियो। 3489 मिटरको उचाइमा रहेको सरकारी पार्टी कुनै जमानामा तिब्बतबाट नुन, सुन र अन्य सामग्री आयात गर्ने क्रममा सोही सामग्री जाँचपासको निम्ति स्थापित सरकारी पोस्ट भएको हामीले जानकारी पायौं, जसको भग्नावशेष संरचनाहरू अझै पनि देख्न सकिन्छ। सो एउटा क्विक अपडेट। अहिलेको टाइम चाहिँ 9:20, जुन चाहिँ ठ्याक्कै हाम्रो ताक्सिन्डुबाट 2 घन्टाको टाइम फ्रेममा चाहिँ एउटा स्टडी स्लो एन्ड स्टडी नर्मल पेसमा चाहिँ हामी 3489 मिटरको उचाइमा रहेको सरकारी पार्टीमा आइपुगेका छौँ। बाटो उकालो भए पनि बिस्तारै हिँड्ने क्रममा चाहिँ त्यति साह्रो गाह्रो नहुने रहेछ। अब यहाँबाट चाहिँ माथि हामी कामुडाँडासम्मलाई अर्को 1 घन्टा 20 मिनट लाग्छ भन्ने जनाएको छ यही बोर्डमा। अब हामी चाहिँ एकछिन केही बेर चाहिँ पानी पिएर एकछिन आराम गरेर हामी फेरि अगाडि बढ्छौँ। मौसममा अझै पनि सुधार आएको छैन, तर पनि हाम्रो यात्रा चाहिँ एकदम रमाइलो भइरहेको, शान्तपूर्ण प्रकृतिमा रमाउँदै अघि बढिरहेको छौँ। अगाडि हेर्दै जाऊँ हाम्रो यात्रा कस्तो रहनेछ है त।
सरकारी पार्टीबाट माथि उक्लिने क्रममा चाहिँ तपाईँहरू चाहिँ यो एउटा विश्राम स्थलमा आउनुहुन्छ। यहाँ चाहिँ तपाईँको खादाहरू पनि चढाएको छ। यहाँबाट दुईवटा बाटो छ होइन, दुईवटा बाटो छ। अब यहाँ प्रपर इन्डिकेसन देखाएको छैन कहाँबाट जानु होइन, तर मैले चाहिँ त्यहाँ ऊ त्यो रुखमा चाहिँ ओ पिङ्क लाइट पिङ्क ओ सिग्नल चिन्ह देखेको छु होइन। सो हामीले चाहिँ के डिसिजन गऱ्यो भन्दाखेरि चाहिँ हामीले चाहिँ एक एउटा बाटो लिन्छौँ, कुन चाहिँ सही हुन्छ हामीले पत्ता लगाउँछौँ है त। ल तिमी यताबाट छ, म चाहिँ यताबाट जान्छु। तर म जहाँसम्म लाग्छ यो चाहिँ एउटै पोइन्टमा जोडिन्छ कि नभन्दै यहाँबाट छुटिएको बाटो माथि एकै ठाउँमा जोडिने रहेछ। त्यस पश्चात कामुडाँडासम्मको हाम्रो यात्रा निरन्तर उकालो नै रह्यो। बढ्दो उचाइका साथ हाम्रा हरेक पाइलाहरू भारी हुँदै गए। मौसम झन्झन बिग्रदै गयो। मौसम नखुलेकोले गर्दा चाहिँ मनमा अलिकति नमजा चाहिँ लागिरहेको थियो। बाटोमा केही विदेशी यात्रीहरू भेट भएसँगै उनीहरूसँगको यस यात्राको अनुभव सुन्यौं र फेरि आफ्नो गन्तव्यतर्फ अघि बढ्यौं। The weather got pretty up right now. How was your trip? Good so far. We went yesterday to Was the view clear? Yeah, it was clear until like 2 p.m. and then usually the clouds are gone. Let's up tomorrow. We'll be lucky enough to see a good day. Yeah, sure. Where do you sleep today? Today? Where are you going to sleep? Sarasapeni. Ah, okay. The last settlement. Yeah, they're too open. यो दृश्य भने यही स्थानमा हामीले यात्राबाट फर्किने क्रममा लिएका थियौं। के छ रुपेन्द्र, तिमीलाई कस्तो लाग्यो यो रुट चाहिँ? राम्रो छ, हाइकिङ फ्रेन्डली छ एकदमै, मतलब फर्स्ट टाइम आउनेहरूलाई सकिन्छ त? अलिक गाडी पर्ला है, अलिक ठाडो ठाडो छ नि त काठमाडौँबाट, तर एकदम पिस छ, क्राउड छैन होइन, अन्डररेटेड भएको भएर पनि एकदम आफूलाई चाहिने पानी अलिअलि खानेकुराहरू चाहिँ बोक्नु पऱ्यो। हजुर, चट्ट लाएर हिँड्नलाई चाहिँ मजा आउँछ नि। यो चट्ट लाएर इङ्ग्लिसमा के भन्नु, कसरी उल्था गर्नुहुन्छ ल भन्नु त त्यो? साथीहरू अहिलेको समय भएको छ 11:20। ताक्सिन्डोबाट हामी कामुडाँडामा आइपुग्नु ठ्याक्कै 4 घन्टा लाग्यो। सरकारी पार्टीबाट चाहिँ यहाँ कामुडाँडा आउनु चाहिँ खास समय थोरै लाग्छ। हामीले चाहिँ तल अलिकति आफ्नै मनोरञ्जन गरेको भएर चाहिँ हाम्रो अलिकति समय लाग्यो। अनि यो सरकारी पार्टीबाट चाहिँ माथि आउँदाखेरि चाहिँ बाटो चाहिँ अलिक धेरै नै ठाडो पनि रहेको छ र हामी खुसी छौँ। हामी यो 3880 मिटरको कामुडाँडामा आइपुग्यौँ। अब यहाँ चाहिँ होटलहरू चाहिँ हामी यहाँ खानाहरू खान्छौँ र बाटोहरू कस्तो छ हेरौँ। अब तपाईँहरूलाई भ्यू चाहिँ हामी राम्रोसँग देखाउन सकेनौँ किनभने मौसम नै यस्तो भइदियो। तिनी हामी आशावादी छौँ अझै मौसम खुल्छ कि भनेर र अगाडि बढौँ है त। 3880 मिटरको उचाइमा रहेको कामुडाँडा सगरमाथा अवलोकनको लागि उत्कृष्ट स्थानहरूमध्ये एकमा लिने गरिन्छ। खराब मौसमका कारण भने हामीले यो दृश्य अवलोकन गर्ने मौका पाएनौँ। यहाँ 2वटा होटलहरू रहेका छन्, जसमध्ये हाम्रो यात्राको क्रममा नुम्बु रिट्रिट होटल बन्द नै थियो। हामीले भने एभरेस्ट भ्यू पोइन्ट होटलमा खाना खाने निर्णय गर्यौं र थाहा पायौं कि यस होटल र सहर्षबेनीको दुधकुण्ड इनका सञ्चालक एकै रहेछन्। भारी हिमपात र थोरै यात्री आउने क्रममा सो दुधकुण्ड इन बन्द रहने र यदि यात्रीहरूले गएर त्यहाँ बस्ने निर्णय गरेमा यहाँको कर्मचारी माथि गएर यात्रुहरूको सुविधाको निम्ति सो होटल खोलिदिने रहेछन्। कृपया तपाईहरू यस ट्रेकमा आउनु अगाडि होटललाई अनिवार्य रूपमा खबर गर्नुहोला। अहिले 1:30 बजेको छ र जाडो चाहिँ एकदम अत्याधिक भएको भएर चाहिँ होइन अझ झन् लेयरमाथि लेयर थपिएको छ। अब हामी अगाडि बढ्छौँ। यहाँबाट एभरेज 3 घन्टा भन्छ, हेरौँ कति टाइम लाग्छ हामीलाई। हामी चाहिँ माथिबाट हिँड्यौँ। कामुडाँडा पछिको बाटोहरू भने भिरको पैदल मार्ग हुँदै जानुपर्ने हुन्छ। अग्लो स्थानमा उकालो र ओह्रालो सँगै ठाउँ ठाउँमा पहिरोको जोखिम
र हिउँमा चिप्लन सक्ने सम्भावनाले गर्दा हामीले सोचे जतिको गति लिन सकेनौँ। अहिलेको टाइम भएको छ 2 बजे र हामी कामु डाँडाबाट यो जम्ले खोला जसको हाइट 3890 मिटरको छ यहाँ आइपुगेको छौँ। खास यो डिस्टेन्स चाहिँ योभन्दा नि लाइक 1.5 घन्टा भन्दा नि चाँडो टाइममा चाहिँ हामीले सकाउन सक्छौँ। हामी चाहिँ अलिक आरामले खाना खाएको भएर रस नगरिकन बिस्तारै हिँडेको भएर चाहिँ 1.5 घन्टा लागेको हो। यहाँ चाहिँ गोठहरू जस्तो राख्छ होला अरू बेलामा, अहिले चाहिँ अलिक भग्न अवस्था देखिएछ। र हामी अब अगाडि हेरौँ के भइरहेछ। कुहिरो हुँदै हाम्रो यात्रा अघि बढे पनि यही बाटो हामी फर्कदाको दृश्य केही यस्तो देखिएको थियो। जम्ल्या खोला हुँदै हामी आँखे पोखरीको खोला सानो बेनी हुँदै दोस्रो दिनको अन्तिम चरणको उकालो चढ्दै त्यस दिनको गन्तव्यमा पुग्यौं। डे 2 को फाइनल स्टप आउन लाग्यौँ। हो त्यो ठुलो एउटा ढुङ्गा पछाडिको ठ्याक्कै एजमा हो सकै लागेर आज फाइनली आज हाम्रो दुधकुण्ड ट्रेकको डे 2 मा हामी तल ताक्सिन्डोबाट यो सरसबेनी एरियामा भएको यो दुधकुण्ड इन भन्ने होटलमा आइपुगेको छौँ, जहाँ चाहिँ अलिकति फेसिलिटी माथिभन्दा अलिक बढी छ इन टर्म्स अफ कनेक्टिभिटीहरू होइन। हाम्रो यो बसाइको क्रममा चाहिँ यहाँको हामी खर्च सुविधाहरूको विस्तृत जानकारी तपाईँ दिइहाल्छौँ। र भोलि हामी यहाँबाट लगभग एभरेजमा 4 घन्टा लगाएर यहाँबाट माथि दुधकुण्डतर्फ जानेछौँ। आशा गरौँ भोलिको दिन चाहिँ एकदमै खुला मौसमको हुनेछ। तर दिनको सबैभन्दा उत्कृष्ट क्षणले हामीलाई कुरिरहेको थियो। हाम्रो दुधकुण्ड ट्रेकको डे 2 मा हामी यहाँ दुधकुण्ड इन होटलसम्म आइपुग्दाखेरि चाहिँ यस्तो ढाकिएको थियो होइन। हामी दिनभरि पनि एकदमै कुहिरोमा हिँड्यौँ, तर हामी आशावादी थियौँ। हाम्रो पछाडि नुम्बुर हिमाल देख्न सक्नुहुन्छ। फाइनली यार सो मच वर्थ इट। तपाईँले देख्न सक्नुहुन्छ। ओ माई गॉड, गुड मर्निङ एभ्रिवान। आज हाम्रो दुधकुण्ड ट्रेकको डे 3 मा हामी छौँ सरसबेनी एरियामा र आजको बिहानीको समय चाहिँ एकदम मजाको खुलेको छ अहिलेसम्मको लागि। र राति लगभग 2 बजेर 50 मिनटको हाराहारीमा चाहिँ यहाँ लगभग 6.1 को भुइँचालो गएको थियो, जसले गर्दा अलिकति वातावरण अलिक कठिन भएको थियो एकैछिनको लागि। तर सम्भव केही क्षति भएन हामीलाई, हामी एकदम ठिक छौँ। र हामी अब यहाँबाट दुधकुण्डको लागि अगाडि बढ्दैछौँ। हामी ठ्याक्क पछाडिको नुम्बुर हिमालको काखमा जानेछौँ अब, जसको लागि हामीलाई 3 देखि 4 घन्टा लाग्नेछ। सो हामी हेर्दै जाऊँ हाम्रो बाटोहरू कस्तो हुन्छ है त। सो एउटा क्विक अपडेट, अहिलेको टाइम भएको छ 6:50। हामी हिजो राति बसेको होटलबाट चाहिँ यो मेन सरसबेनी एरिया चाहिँ लगभग 20 मिनटमा आइपुगेको रहेछ। यो एरियामा 2वटा होटल रहेको जानकारी पाइएको छ, जसमा चाहिँ एउटा चाहिँ निर्माणाधीन छ। त्यसको इन्फर्मेसन तपाईँलाई दिन्छौँ। सो अब यहाँबाट हामीलाई कति टाइम लाग्छ हामी हेर्दै जान्छौँ है त। 4030 मिटरको उचाइमा रहेको सहरसबेनी सोलु खोलाको किनारमा बसेको दुधकुण्ड पोखरी पुग्न अघिको आधार शिविर हो। यात्रीहरूका निम्ति यहाँ 2वटा होटलहरू रहेका छन्, तर हालका लागि दूरसञ्चार सेवा भने नरहेको र अत्याधिक हिमपात र कम यात्री हुने समयमा तपाईँहरूले तल रहेका होटलहरूसँग पूर्ण सोधबुझपछि मात्र सहरसबेनी आउनुपर्ने हुन्छ।
अब चाहिँ हामी यो पुरै माथि 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 हुँदै अब दुधकुण्डतिर जान्छौँ। अहिले 8 बजेको छ। हामी हिँडेको लगभग 1.5 घन्टा भयो। हामीले राम्रो डिस्टेन्स कभर गऱ्यौँ। तल सहरसेबेनीबाट पुरै उकालो हुँदै यहाँसम्म आइपुग्यौँ। यहाँबाट फेरि धेरै माथिसम्म छ अझै जानुपर्ने। मौसम अहिलेसम्म चाहिँ हाम्रो साथमै छ। हामी आशावादी छौँ हामी त्यहाँ पुग्दा पनि अझै भ्यू अझै राम्रो क्लियर हुन्छ होला। बाटो तपाईँहरू आउँदा चाहिँ यही हुनेछ। नियरली 3 घन्टा हुन लाग्यो। हामी माथि चढ्ने क्रममा चाहिँ वेदर चाहिँ अब फेरि मौसममा परिवर्तन आयो। थोरै फुसफुस हिउँ पनि परिरहेको थियो केही बेर अघि। मौसम हामीले त्यो वेदर फोरकास्ट हेर्दा पनि पानी पर्ने जस्तो देखाएको थियो। यहाँ त अब हिउँै पर्छ। लेट्स सी के हुन्छ हामी अगाडि जाँदाखेरि। अहिलेको टाइम भएको छ 9:30 र ठ्याक्कै 3 घन्टा भयो हामी हिँडेको। हामी चाहिँ अहिले यो सेक्सनमा आइपुग्यौँ जहाँ चाहिँ घोस्ट लेक तर्फको बाटो पनि छुट्टिन्छ, जुन चाहिँ यस तर्फबाट जान्छ। तर हामी चाहिँ घोस्ट लेक तर्फ जाँदैनौँ किनभने होटल सञ्चालक केही दिन अगाडि आउनुभएको रहेछ र यो घोस्ट लेक चाहिँ अहिले सुकेको अवस्थामा रहेको छ। त्यही भएर चाहिँ हामी सिधै दुधकुण्डतर्फ जान्छौँ। तर इनकेस तपाईँहरू चाहिँ दुधकुण्ड जाने के अरे घोस्ट लेक जाने प्लान गर्नुहुन्छ भने फर्स्ट चाहिँ जाँदै धार्मिक मान्यता अनुसारले चाहिँ घोस्ट लेकै पहिला जानु पर्दो रहेछ है दुधकुण्ड जानुभन्दा अगाडि चाहिँ। सो त्यसोसँग हामी चाहिँ अगाडि बढ्छौँ। हामीले सुनेअनुसार यस क्षेत्रका अग्ला पहाडहरूमा करिब 108 साना ठुला पोखरीहरू रहेका छन्। यी भूभागहरू पूर्ण रूपले अन्वेषण नगरिएकोले पनि यी ठाउँहरूले थुप्रै सुन्दरता आफूमा लुकाएको छ। यही सुन्दरता हेर्ने कौतूहलताले गर्दा हामी पैदल मार्ग छोडेर भिर उक्लनतर्फ लाग्यौँ, जुन चढेर हामी बिल्कुल नै निराश हुनु परेन। हामी चाहिँ सहरसेबेनीबाट त्यो तलको बाटो हुँदै आएको थियौँ। तपाईँहरू आउँदा नि त्यही बाटो फलो गर्दा हुन्छ। तर म चाहिँ यहाँ माथि चढेछु किनभने यहाँबाट चाहिँ यस्तो भ्यू देखिन्छ क्या। दामी छ। कृपया हामीले गरेको यस कार्यलाई चाहिँ तपाईहरूले नपछ्याउनुहोला। यो भिरको चढाइ एकदमै चिप्लो र माथिको भूभागमा जोखिमपूर्ण रहेको छ। अब चाहिँ अहिले तल तल झर्नुपर्ने छ। यो सबै ढुङ्गाहरू खस्किँदो रहेछ, अलिक रिस्की हुन्छ त्यसरी। अहिलेको समय भएको छ त 10:30। हामी सहरसेबेनीबाट हिँडेको ठ्याक्कै 4 घन्टा भयो। तर नर्मल यताउता अलमलीकन हिँड्यो भने चाहिँ लगभग 3 घन्टामा आइन्छ यहाँ मजाले। हामी चाहिँ यो सेक्सनमा आइपुग्यौँ। यही माथि छ अब दुधकुण्ड। यो ठाउँमा चाहिँ तपाईँहरूको जनै पूर्णिमाको बेला चाहिँ ठुलो बजार लाग्छ। यहाँ श्रद्धालुहरू पनि धेरै ठुलो सङ्ख्यामै आउनुहुन्छ।
अहिले चाहिँ यहाँ केही पनि छैन। सो तपाईँहरू आउँदा अहिले चाहिँ सबभन्दा लास्ट बस्ने ठाउँ भनेको सरसबेनी नै हो। अब हाम्रो गन्तव्य पुग्न केही समय मात्र बाँकी छ। सो अहिलेको टाइम भएको छ 10:50 एन्ड दिस इज द मोमेन्ट द्याट वी हेभ बिन वेटिङ फर। आई प्रेजेन्ट टु यु दुधकुण्ड पोखरी। 4600 मिटरको उचाइमा रहेको दुधकुण्ड हिमाली भेगमा अवस्थित उच्च धार्मिक महत्त्व बोकेको सुन्दर ताल हो। पौराणिक कालमा देव र असुर बीचको समुद्र मन्थन यसै कुण्डमा भई अमृत उत्पत्ति भएको मान्यता रहेको छ। हिन्दू, बौद्ध र किराँती धर्मावलम्बीहरूले यस कुण्डलाई निकै पवित्र मान्नुका साथै यहाँको दर्शन गरे पश्चात इच्छा र आकांक्षा पूरा हुने मान्यता रहेको छ। राम्रो मौसम र पर्याप्त समय हुँदा तपाईहरूले कुण्डको परिक्रमा पनि गर्न सक्नुहुन्छ, जसको वरपर विभिन्न पवित्र स्थल तथा मन्दिर पनि रहेका छन्। यस सुन्दर दुधकुण्ड वर्षभरि नै भ्रमण गर्न सकिनुको साथै यसले निकै राम्रो पर्यटकीय सम्भावना पनि बोकेको छ। कस्तो दामी सर। अहिले चाहिँ पोखरी पुरै जमिरहेको छ। अब बिस्तारै यो पोखरीको पानी चाहिँ पग्लिँदै जान्छ, गर्मी लाग्न थाल्दैदेखि। अब पोखरीको आफ्नो धार्मिक विशेषता त छँदैछ, तर हाम्रो यो नुम्बुर हिमालको काखमा अवस्थित यो पोखरीले झन् यसलाई अझै बडो स्पेसल बनाइदिएको छ। ओ माई गड। सो यत्रो हामी हिँडेको चाहिँ कष्टकर हिँडाइ चाहिँ एकदमै लास्टमा आएर एकदम वर्थ इट भएको छ अनि एकदम खुसी पनि लागेको छ। सो यसैसँगै हाम्रो दुधकुण्ड पोखरीको यात्रा काठमाडौँबाट ताक्सिन्डुबाट सरकारी पार्टी काम्बु डाँडा सरसबेनी हुँदै हाम्रो यो सुन्दर फ्रोजन दुधकुण्डमा आएर समाप्त भएको छ। हामीले सोचे जस्तो जतिको वातावरण त भएन, तर जे जति भयो हामी त्यसमा खुसी छौँ। मलाई आशा तपाईँहरूलाई भिडियो राम्रो लाग्यो होला, साथसाथै एकदम जानकारीमूलक पनि रह्यो होला। यो तपाईँहरूलाई भिडियो राम्रो लागेको छ भने कृपया यस च्यानललाई सब्सक्राइब गरी यस भिडियोलाई लाइक र सकेसम्म सेयर गर्नुहोला र माथि देखाएको बेल आइकनलाई एक्टिभ गर्नुहोला। सो अन्टिल नेक्स्ट टाइम, टेक केयर एन्ड किप ट्राभलिङ। कुराहरू, बाटोको अवस्था र मौसमको पूर्व जानकारी पछि मात्र यात्रा सुरु गर्नुहोला। हाइकिङ स्टिक, औषधि, पावर ब्याङ्क र नर्म कपडाहरू अनिवार्य गर्नुहोला। यात्रा पूर्व नै होटलहरूलाई आफ्नो यात्राको जानकारी दिनुहोला र आकस्मिक अवस्थामा माथि देखाइएको नम्बरमा सम्पर्क गर्नुहोला।